ट्रेन आयो Please give way for passengers to disembark from the train, and please look after your belongings, and beware of pickpockets. Thank you. अब यसमा हामी चढ्ने हो अनि लाग्ने हो मिन्टाङतिर है गाइस। भिडियोमा कन्टिन्यू गर्छु होइन, हेर्दै गर्छु नि तपाईँहरूलाई। म बाहिरको नजारा देखाउँछु है ल। मान्छे झडिरहेछ, बस्नु यहाँ नै मान्छेको भिड, मान्छेको भिड। अब जान लाग्यो। लाग्यो म तपाईँलाई यता छेउको देखाउँछु है, छेउको ल। यहीँ आएको थिएँ, यही मलमा आएको थियो अघि। हेर्न हेरेर चाहिँ यसो रुमतिर लाग्यो भनेर बुकिङ मिटाङमा झर्नुपर्छ है ल। बाहिरको नजारा हेर्नु तल बाटो छ, माथि ट्रेन चलिरहेछ। यो हेर्नु खेलको कोलहरू, यो नदी चाहिँ द रिभर अफ लाइफ। ट्राफिक लाइट आयो। यो कुन ठाउँ हो? ब्याङ्कक बुकिङ भन्ने छ हो। अर्को स्टेसन आइपुग्यौँ हामी। यो अर्को स्टेसन आइपुग्यौँ। यो स्टेसनमा अब यहाँ झर्ने मान्छे झर्छन्, चढ्ने मान्छे चढ्छन्। यहाँ हेर्नु है, 10 मिनटमा आउँछ, हरेक 10 मिनटमा ट्रेन आइरहेको छ। अब चाहिँ बन्द भयो ल। यहाँदेखि अब हामी फेरि अगाडि लाग्यौँ। झर्ने चाहिँ अर्को दोस्रो स्टेसन भनौँ न। यो स्टेसनको नाम चाहिँ बुकिट ननस, MR8 बुकिट ननस। यहाँदेखि पनि लाग्यौँ हामी अब अर्को स्टेसनतिर बुकिट मिन्टाङ। त्यहाँ हेर्नु है, अगाडि हेर्नु ल, ट्र्याक हेर्नु कस्तो घुमेर छ ट्र्याक होइन। तल बाटो, माथि ट्रेन, साइडमा बिल्डिङ। डन खत्रै नाम रहेछ, डन हो, डन। उता हेर्नु है, होटलमा MBSP ब्याङ्क नाम त पहिलोचोटि सुन्यो हो, MBSP ब्याङ्क भने। उता 7-11 रहेछ। यता चाहिँ कन्स्ट्रक्सन भइरहेको छ, स्टेसनको काम भइरहेछ। उता हेर्नु है, KLCC ल, KLCC। यहाँ दामी भ्यू छ है KLCC। KLCC ऊ देखिरहेछ चुचोला साइडमा, अब बिल्डिङले छेलियो अर्को। यो के हो? लाइफ सेन्टर। यहाँ म पनि छिरेको छैन, अब हेरौँ अर्को भिडियोमा अर्कोचोटि तपाईँलाई देखाउनेछु यहाँको पनि नजारा। यहाँ चाहिँ कार बिक्री भइरहेछ है, कारको सोरुम। KLCC देखिरहेछ थोरै थोरै ल, अगाडि हेर्दै जान्छ।
सिआइएमबी ब्याङ्क ल बल्ल आइपुग्यो सिआइएमबीको बिल्डिङ यही हो है, यही सिरिराख्नु को कसको खाता चाहिँ यहाँ मलाई स्यामा हुनु भएको जतिको साथीहरू को कसको सिआइएमबी ब्याङ्क छ, सेन्ट्रल ब्याङ्क चाहिँ यही हो है। तपाईँहरू चाहिँ कोही थाहा भएन है मलाई, तर घुम्न चाहिँ घुमेको छ है। अर्को स्टेसन पनि आइपुगेँ झन्डै उयो भइसकेको छ पुरै प्याक। ल यहाँबाट पनि हामी अब अर्को स्टेसनतिर लाग्यौँ। हामी यो स्टेसन पनि छोडेर अगाडितिर लाग्यौँ है, अगाडि लाग्यौँ। ल सुल्तान इस्माइल, ल जलान सुल्तान इस्माइल है, यही हो। यता चाहिँ म आएको छु, अवश्य आएको थिएँ एकचोटि। यता हेर्नु है, ल तल ट्राफिक लाइट रुख आयो, रुखको भाङ्गाले छिटो 7-11हरूको तल यसमा चाहिँ दामी डिजाइनको रहेछ यार यो बिल्डिङ, हेर्नु त खतरा रहेछ। यहाँ हाम्रो गार्ड दाइ तल ड्युटी गरिरहनु भएको छ। ब्याङ्क ल अर्को स्टेसन चाहिँ के को नाम भन्यो, बुकिरबिन्टाङ हो कि के होइन जस्तो लाग्यो। ए हो रहेछ हो। ल म चाहिँ बुकिरबिन्टाङ आइपुगेँ है। ल यही हो बुकिरबिन्टाङ। यता तपाईँले ल बुकिरबिन्टाङ आइपुग्यो। उता हेर्नु है प्याभिलियन, प्याभी है। यहाँदेखि चाहिँ अब निस्किरहेको छु, ट्रेनबाट निस्केर अब बाहिरको नजारा देखाउँछु है तपाईँहरूलाई। हुन्छ यहाँ चाहिँ स्क्यान गर्नु पऱ्यो कार्ड। यो चाहिँ मेरो ऱ्यापिड कार्ड हो, टच गऱ्यो 10 रुपियाँ 2 रुपियाँ 10 सेन्ट भएको हो। ल यहाँ चाहिँ केलवर लिएको छ है। ल बाहिर निस्किने ठाउँ है। अब चाहिँ म गइरहेको छु तपाईँलाई बाहिरको नजारा देखाउनुलाई। ल भिडियो म कन्टिन्यू गर्छु। यता चाहिँ बाटो छ। ल दिस इज बुकिरबिन्टाङ क्वालालम्पुर, यही होला यहाँको नजारा हेर्नु है। ल यही ट्रेन, यही स्टेसन हो है। ल ट्रेन स्टेसन के हेर्दा यही हो नजारा है। 3D हेर्नु, 3D गयो भनिरहेछ। यता टुरिस्टहरू भिडियो फोटो लिइरहेछन्। ल ल उता हेर्नु ल यहाँ अहिले दिउँसो यस्तो छ क्या, राति त यो भन्दा नि डह्रो बिजी हुन्छ, खतरा बवालै हुन्छ यहाँ त। फेरि यहाँ चाहिँ डान्सहरू गीतहरू के होइन भइरहेको छ। मान्छेहरू न मान्छेको भिड के साह्रो बाहिर पनि। अहिले हल्का पानी पर्ने जस्तो भइरहेछ होइन माथि। यता तपाईँको प्याभिलियन है, यता तपाईँको प्याभिलियन भयो त्यो बिल्डिङ। यो चाहिँ बुकिरबिन्टाङ मेन सेन्टर। ट्राफिकको लाइट उडिरहेछ, मान्छेहरू यस्तै हो यस्तै होला। भिडियो चाहिँ निकै लामो छ, 9 मिनट 10 मिनट पुग्ने भयो। है त्यो चाहिँ तपाईँको ब्याङ्क HSBC ब्याङ्क है। ल राखेर अहिलेलाई चाहिँ 50 मिनट 50 सेकेन्डको लागि खुलेको रहेछ। ल मान्छे हेर्नु है, मान्छेको भिड हेर्नु भ्याकोरी के साह्रो मान्छे यार, ओहोरदोहोर गर्ने मान्छेहरू। ल फेरि यहाँ के साह्रो यस्तो छ।
तपाईँलाई म उता पेबीतिर लगिरहेको छु है पेभिलियनतिर ल भिडियो म कन्टिन्यू गर्छु होइन ल लास्ट एउटा भिडियो चाहिँ पेबीतिरको पेबीतिर पुग्ने यो लट 10 यो पनि मल हो यो चाहिँ बुकी बिन्टाङ स्टेसन यो एमआरटीको होला म भरे चाहिँ एसीमा जाने हो मान्छे हेर्न मान्छेको भिडमा वाह कफी किसिम रहेछ यार मान्छेको भिड हेर्नु न यार के साह्रो छ यता चाहिँ रोटी है रोटी भन्नाले पनि अब ब्रेड भनौँ न यहाँ चाहिँ ताजा ताजा ब्रेड ड्रिङ्क्सहरू पाउँछ यता फुडट्रकहरू कपडा प्रिन्ट गर्ने त्यहाँ मान्छेहरू है ओहोरदोहोर कसो हो दाजु संसारमै ए कस्तो चलिरहेछ नि ड्युटी ए जहिले यतै ड्युटी हुन्छ है तपाईँ चाहिँ कहाँ बाहिर हो कि खासमा उता मलतिर हो काम गर्ने मलकै हो कि बाहिर पेरिमिटर ए मल ए यसको बाहिर पेरिमिटर बाहिर जहाँसम्म पऱ्यो उसको होइन एरिया त्यहाँसम्म यहाँदेखि चाहिँ ड्युटी हो यताबाट त प्लाजा पनि नजिक पर्छ होइन यसो जाँदा प्लाजा उता पर्यो त्यो त तपाईँको होइन रातोपट्टिबाट यति यता त जहिले बिजी हुन्छ होइन राति त झनै भिड हुन्छ यो भन्नानीद्वारा त्यही त अहिले बेलुका हुन्छ क्या बेलुका साँझ त चाहिँ डह्रो बिजी हुँदो रहेछ होइन ल हुन्छ ल त दाजु कुन ठाउँमा र दाजु मेरो घर चाहिँ मेरो बाग्लुङ हो ए बाग्लुङतिर म चाहिँ पूर्व मोरङ हजुर ल लागेको म काम गर्ने तपाईँको उता गर्छु क्या के भन्छ तपाईँको है ल यहाँ नेपाली दाइ भेट्नु भएको थियो गड्डै म चाहिँ बाग्लुङतिरको मान्छे है ल कतिपयले चिन्नुहुन्छ चिन्नु भएन होइन अब चिन्नु भएको मान्छेहरू चाहिँ यसो अब मेसेज हान्नु हुन्न त्यो कमेन्ट हान्नु होला होइन कमेन्ट हान्नु यहाँ चाहिँ आइसक्रिम गयो आइसक्रिम सप दामी रहेछ भन्नु म ब्रान्ड आउटलेट यहाँ पनि रहेछ ल ब्रान्ड आउटलेट यो चाहिँ दामी हुन्छ ब्रान्ड आउटलेट एकचोटि जाउँ नभए ब्रान्ड आउटलेटको तपाईँलाई नगरेर देखाइदिने हो यस्तो त चिप्केर नबस्छु म चाहिँ नर्मली कपडा लिँदाखेरि चाहिँ यहीँ लिने गर्छु यो चाहिँ हल्का कस्तो छ भने यहाँ मलेसियाको एउटा वान अफ द चिप एन्ड बेस्ट भनौँ न धेरै महँगो पनि होइन धेरै सस्तो पनि होइन यहाँ चाहिँ कपडाहरू पनि क्वालिटी दामी पाउँछन् अनि तपाईँले चाहिँ यता जेन्ट्सको भनेको कपडाहरू पनि क्वालिटी पाउँछ दामी अनि सस्तो भरपर्दो भनौँ न सस्तो भन्दा पनि यस्तो हल्का महँगै पर्छ तर चिप एन्ड बेस्ट भनौँ न धेरै हाई प्राइस पनि हुँदैन लो पनि छैन हाई पनि होइन लो पनि छैन ल दामी हुन्छ कपडा हेर्नु न क्वालिटी अनुसार यसको चाहिँ कति 60 रिङ्गेट रहेछ 60 रिङ्गेट यहाँ चाहिँ अब होइन मलाई त रिङ्गेट चल्छ के अरे होइन ल बाँकी कुरा चाहिँ तपाईँहरूलाई अर्को भिडियोमा आउँछु ल लाइक सब्सक्राइब फलो गरिदिनु होला धन्यवाद जय नेपाल ओके गुड बाई